गुड मर्निङ गाइस। हाम्रो चाहिँ यहाँ अब पूजा गर्नेमा पूजा गर्नलाई एउटा आउनु भएको छ। के आज भन्दियो नि त, दिदी नै हुन्छ यहाँ। आज के हो भनिदिनु न त। आज यस्तो रमाइलो हुनेछ। आज हाम्रो कान्छी बहिनीको बर्थडे हो। जन्मदिनको जन्मदिनको उपलक्ष्यमा आज हामी मन्दिर आएको छौँ। एडिलेड आएपछि फर्स्ट टाइम मन्दिर आएको हामी। त्यही हो, के भन्नु अब। बिनाजु नै हुन्छ। बिना चाहिँ हेलो हजुर, यो चाहिँ हाम्रो मन्दिर हो होइन। उता छ मन्दिर चाहिँ। यता चाहिँ पार्कहरू पनि रहेछ होइन गाइस। नेपाली ड्याडी मम्मी भन्ने हुने रहेछ गाइस होइन। यहाँ चाहिँ रेस्ट रहेछ। यहाँ चाहिँ एन्ट्री हो। गाइस अब चाहिँ 2 राउन्ड हान्ने भनेर भनेको छ यता होइन। 2 राउन्ड हान्ने भनौँ। गाइस हाम्रो चाहिँ लास्टमा प्रसाद लिएर पेन्डा खुसी छ प्रसाद खाएर। मन्दिर हो होइन। यहाँ चाहिँ हाल्थी यही हो। कस्तो भयो त पूजा आज तिम्रो भनिदेऊ। पिता यता हो। पिता त खतरा देखेछ यहाँ। पण्डित बाजे जस्तै छ। सरी के लाग्यो न्वारन गर्न आएको बर्थडेमा गाइस होइन। हामी चाहिँ अब सस खान आएको। ब्रेकफास्ट खान लाग्यो। कुन चाहिँ गर्ने हो हाम्रो बिना चाहिँ एक्सपर्टहरू हुन्छ सस खानमा। त्यसमा अहिले के छ हालखबर? के भन्न चाहन्छौ? सो गाइस हामी चाहिँ अब ब्रेकफास्टको लागि सपिङ गरेर आएको छौँ। हामीसँग छ केरा अनि यो चिपोटले सस अनि कोर्समा चाहिँ अहिले पेन्टाको फेभरेट अहिले सलाद ड्रेसिङ नयाँ फेभरेट भएको छ है। नयाँ मेन्युमा थपेको छ मेरो मेनाज मेन्युमा चाहिँ मेरो नयाँ डिस थपेको छ। अब यही कोर्सको त्यो गाजरहरू छ। हाम्रो चाहिँ के छ भने फाइदा चाहिँ हाम्रो घर चाहिँ यहीँ छ क्या। अनि हाम्रो चाहिँ यहीँ नजिकै छ। खत्ता गयो खत्ता आयो। यस्तो छ के छ भने नाइ 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 कहाँ बोल्छ बाटो क्रस गर्न चाहिँ 1.5 घन्टा लाग्छ। त्यही हो। अफिस टाइममा चाहिँ कस्तो क्युट गाडी रहेछ न। मैले यस्तो किनेको सोचमा छ तर म गाडी किनेँ यार। किन प्यान्ट हो म स्कुटर चलाउने। स्कुटी चलाउने भेस्टा किन्ने भेस्टा र अरू भनेको हाम्रो बेकर एन्ड चिज ससेस अनि ऱ्याप छ। मारिहाल्यो त्यसले। तेल मार होइन अर्कोले हो। लाइन चाहिँ यहाँ त भोलिको साधन के रे पेन्टको चाहिँ बेलुन लिन आएको छ होइन। स्विट 16 बर्थडेको गाइस पेन्टको चाहिँ अब बलुन आइसकेको छ। कति वर्ष भयो कान्छो तिमी? 32 पो हो।
Oh. Okay, let's go. के भनेको भन फेरि भन फेरि भन यी कस्तो लाग्यो बेलुङ तिमीलाई लामा त तिमी नि बर्थडेमा यस्तै गर्ने हो यी मेरो बर्थडेको गाइस हेर दुईटा फुल आएको छ थ्याङ्क यू सिस्टर हाँसेर जान्छ हेर त ओ माई गॉड ल गाइस अब हाम्रो चाहिँ डिनरको लागि यता छ हामी हाम्रो मोहित पनि छ यता गाइस हामी चाहिँ अब 9th फ्लोरमा जाँदैछौँ होइन गाइस हामी चाहिँ माथि जाँदैछौँ होइन गाइस नाम लेख कसको ए बर्थडे छ होइन बर्थडेको बर्थडे भनेर मलाई दिएको रे हामी किन त्यो बर्थडे गर्ले मुभी दिएको छैन है गाइस हाम्रो चाहिँ खाना आएको छ होइन पेटको ड्रिङ्क अनि अरू पनि आउँदैछ यता चिकन अनि डग दुईटा हामी चाहिँ खाँदैछौँ पेन्ट हामी कहाँ छौ सिमलामा यो चाहिँ ठाउँ हो होइन हाम्रो सेकेन्ड ठाउँ खानालाई आजको लागि बर्थडे मनाउँछ ओके पी हजुर मलाई यस्तै ठाउँमा जानु ल हुन्छ काठमाडौँमा हजुर भोलि अनि के नेपालमा भने नेपालमा यस्तो त्यही त भोलि फ्लाइट टिकट छ त हाम्रो जे पनि भन्छ पीले फ्ल्यास नै खिच्यो त पेन्टलाई स्काइडाइभिङ गर्दिनँ भनेको तिमी गर ट्राई ट्राई गर्छु तपाईँलाई गर भने म त केही चाहिएको म बाली गइसकेको नि त अनि मेरो बर्थडेको अरू के भन्नु हामी बर्थडे पेन्ट गरेको गिफ्ट दियो गिफ्ट दिएको छ के हो भन्दाखेरि त्यो चाहिँ क्यान्सल भयो एउटा गिफ्ट दियो मेरो स्काई डाइभिङ आज क्यान्सल भयो म तपाईँहरूलाई देखाउँछु अहिलेसम्म मेरो
टिकट आज चाहिँ वेदरको कारण चाहिँ क्यान्सल भयो मैले हिजो फोन गरेको थियो अनि अब चाहिँ नेक्स्ट विक हुन्छ अरे त्यो भ्लग पनि म राख्छु स्काई डाइभिङ गरेको अनि त्यही हो त्यही गिफ्टहरू मेरो लागि अनि दिदी बिराजीमा गिफ्ट म राख्छु अहिले घर गएर बर्थडे मनाउनु छ अनि पेन्टको त्यो स्काई डाइभिङको पनि खिच्छु ल ओके ल हामी चाहिँ खानु लागि आइसकेको थियो हाम्रो राष्ट्रिय खाना पनि आइसकेको छ यो 6वटा मोमोको कति भयो कति भन्यो कान्छु 6वटा पिसको मोमोको $12.5 $12.5 $12.5 कति भयो नेपालमा 1200 गाइस हाम्रो मोमो मासु आइसकेको छ त्यो पेन्ट क्वाप्प पार्यो त तिमीहरू बर्थडे गर एक चान्स बटर चिकन माछा तारेको चिकन मोमो मेरा दिदी बिना चाहिँ म नेपालमा चाहिँ पकाएर खाने पनि म कति लामो एक्स्ट्रा चम्चा पहिला नेपालमा यस्तो लामो बनाएर भिडियो क्या बल्ल नेपाली गाता क्या के खानु लाग्यो हेलो ब्लगमा के भन्दा यहाँ हामी दिदीहरू सँगै हुन्थ्यो के लाग्यो नमिल्ने जाऊ त्यो भएर ब्लगमा किनकि 23 नै राम्रोसँग देखाएको छ ल गाइस पेन्टको ब्लग के अरे पेन्टको बर्थडे सुरु भइसकेको छ पेन्टको चाहिँ यहाँ केक काट्ने कार्यक्रम सुरु भएको छ ल तैँले खाँदिनी हो गाइजमा चाहिँ अब गिफ्ट खोल्छु यो चाहिँ मेरो दिदी दाजु भएको के होला भन्नु गाइज यो चाहिँ पर्फ्युम रहेको छ मिठो खोल्छ नि हाम्रो हात दुई सय आजको बिचा पर्फ्युम भनेर भित्र रक्सी बेटिएकोमा एडिलेटका 2 जना झुक्काउन खोजिरहेका थिए तर होइन रहेछ चप्पल छ नि त कत्रो पिङ्ग डाउन मेरो जिया एक दिन थक्यो नि देख्थ्यो अनि ओपन ओपन छ त्यो ओपन गर्ने हैन र यसो त्यस्तो होइन वाउ ल गाइस गिफ्ट मेरो अनि पेन्टरको गिफ्ट चाहिँ स्काई ड्राइभिङ हो मेरो त्यही हो यति नै हो गाइस यो त गिफ्ट हो हिजो पाएको मैले गिफ्ट हिजो तिमीलाई एउटा सरप्राइज पनि थाहा के सरप्राइज हुन्छ ओ माय गॉड प्रणिस हाम्रो चाहिँ अब स्काई ड्राइभिङ क्यान्सल भयो नि त क्यान्सल भयो भन्दा पनि ओर्डरले गर्दा चाहिँ अब अर्को हप्ता छ तिमीलाई चाहिँ एउटा गिफ्ट के रहेछ खुला
नि खोला हामी पनि हेरौँ छिटो छिटो My God, guys. खोलिहाल्नु चाहिँ क्या हो अब ब्लग चाहिँ धमाधम आउँछ सब एडिट गर्छ अब के हो यो हुन्छ iPad. iPad हो खोल्नु चाहिँ क्या हो अनबक्सिङ गरे गरे सब थाहा छ मेरालाई खोल्नलाई किन्नु जस्तो लाग्थ्यो कि मलाई अलिकति शङ्का त पाएको थिएँ शङ्का लाग्छ तिमीलाई इसको टाइम क्यान्सल नभए त लिनु थिएँ अरे केकमा फल्छ केकमा फल्छ गाइस अब भयो यति गरौँ है भिडियो देखाउनु न पहिला धन्यवाद धन्यवाद भिडियोग्राफरका साथ र लाइट सुरु होस् खोल्दैछ हेलो बाबा थ्याङ्क यू बेन्टो सेटिङ मिलाउँदै गर नि त भिडियो बन्द गर्नु गाइस मलाई बेन्टो मैले एउटा गिफ्ट पनि दिएको छ स्केचर्सबाट गिफ्ट मेरो कामको जुत्ता कामको जुत्ता स्केचर्स गाइस थ्याङ्क यू बेन्टो केही त बोल यो वेलकम गुड मर्निङ साथीभाइहरू साथीभाइहरू आज चाहिँ हामी मेरो पेन्टिङ गिफ्ट लिन जाँदैछौँ होइन त अनि आज चाहिँ मेरो स्काई डाइभिङ हो अनि हामी त्यहीँ जाँदैछौँ अनि चाहिँ 9बाट छ अनि अहिले चाहिँ 8:40सम्म 45 पुग्नु पर्ने भएको छ अनि हामी एकछिनमा पुग्छौँ अनि अहिले चाहिँ यस्तो भ्यू देखेको चाहिँ यहाँबाट चाहिँ खतरा छ बिहान तर मलाई एकदम डर लागिरहेको छ अनि एकदम कस्तो हुन्छ म सोचेको थिएन कि कस्तो हुन्छ नि अब हुन्छ नि के हुन्छ डर लाग्ने अहिले अब त्यहीँ पुगेपछि डर लाग्दैन तर आकाशमा खतरा मुखै यस्तो डर लाग्ने यहाँ जोडी चुडिनेहरू क्या नेगेटिभ नसोच मेरी माया हस् पोजिटिभ ओके तर भनेको चाहिँ कि डर लाग्ने अनि त्यही गाइज म त्यहाँ गाइस के हुन्छ हामी भनेर देखाउँछौँ अनि आज हामी के गर्छौँ भनेर पनि देखाउँछौँ है के ब्रेकफास्टमा गाइज मलाई त्यो माइक्रोमा हालेर लिएर जान्छ अरे डर लाग्यो मलाई त किडन्याप गऱ्यो भने के गर्ने म हामी गाइज पुग्यो लास्टै डर लाग्ने ठाउँ रहेछ यार त्यो माइक्रोमा त किडन्याप गरेको जस्तै हुन्छ यार पेन्टो कसलाई आएको छ पेन्ट भनिदेऊ नि त आकाश ओके कस्तो आएको छ पेन्ट आकाश उठ्दैछ 2 शब्द छ फोटो Excited? Yeah, very much. Yeah, you want to do it?
साथीभाइहरू अब हेक्टरको ल्यान्डिङ हुने स्पट चाहिँ त्यता रहेछ। आकाशबाट ल्यान्डिङ हुन्छ चाहिँ पुरै बिच भ्यू हेर्दै होइन ल्यान्डिङ गर्छ पेन्ट चाहिँ। गाडीले त 1.5 घन्टा लागेको छ भन्थ्यो, म चाहिँ यता हिँड्दैछु अहिले। Yeah. High five. Thanks for jumping with me. Nice work, guys. है यस्तो भयो कि प्लेनमा माथि चढेँ अनि त्यो प्लेनमा अनि चढेर अन्त अलि हल्का माथि लग्यो अनि झा यति त हो नि यहाँ के डर म त भन्दै गएँ भन्दै आइदियो अझै माथि गएर यति जाओ रहेछ झर्न जस्तो लाग्यो। अनि अझै माथि गएँ अझै माथि गएर ओ माई गड भइरहेको छु म त। ला म त कसरी सातो गर्दै गएँ केही नबोल्की मस्कै छु पुरा डर लाग्यो है मलाई त यस्तो डर लाग्छ भयो। अनि त्यसपछि त झर्ना आयो म त एकछिन त कहाँ झऱ्यो भयो कहाँ झऱ्यो भएको कि मैले त्यहाँ नि मैले त्यसलाई भनेको आई वान्ट टु से समथिङ टु माई हस्बेन्ड भनेको ओ या से थ्याङ्क यू सो मच वी आई लभ यु भनेको अनि साथीभाइहरू